युवाहरू अनि पढ्दै बढ्दै गरेका विद्यार्थीहरूको निम्ति समय टफ कम्पिटिसनको छ। यस्तो स्थितिमा एकदमै हृदय विदारक घटनाहरूले हामीलाई मर्माहत तुल्याइरहेछ र यसबारे मलाई एक दुईवटा कुरा भन्नै मन लाग्यो। नमस्कार मेरा प्रिय आदरणीय मित्रगण, छोराछोरी हुनुहुनेले एकचोटि अवश्य सुन्नुहोला। किनभने निट इक्जामको लागि नानीहरूले आत्महत्या गरेको खबरहरू त लगातार आइरहन्छ होइन। यसै गाउँ इष्टमित्र छरछिमेक यतै हाम्रै वरिपरि पनि नानीलाई कसैले केही गरिदिएर है, टिचरले केही भनिदिएर अथवा प्यारेन्ट्सले केही भनिदिएर अथवा उनको आफ्नो व्यक्तिगत कारणले सुसाइड गरेका घटनाहरू पनि आइरहन्छ। अनि माथि अझै लखनऊमा एउटा भन्न पनि मन भारी भइरहेछ कि लखनऊमा जिउँदै नानीहरू जलेर मर्नु पर्यो कोचिङ सेन्टरमा। तपाईँले यो सनसनीपूर्ण खबर छ, ताजा, यो त झन् सुनि नै रहनु भएको भयो होला। एकजना हाम्रो नेपाली छोरी पनि परेछ त्यसमा होइन। सबै नानीहरूलाई श्रद्धाञ्जली भन्दै भारी मन भइरहेछ यो घटनाहरू सुनेपछि। किनभने समय यति साह्रो टफ कम्पिटिसन छ युवाहरूको लागि। नोकरी पाउनको लागि यति डरलाग्दो स्थिति उत्पन्न भएको समयमा आमा बुबाको पनि छोराछोरी एउटा कि दुईटा हुन्छ है। त्यसमा कसको गल्ती हुँदैछ त? आमा बुबाको गल्ती हुँदैछ, अभिभावकको गल्ती हुँदैछ कि छोराछोरीको गल्ती हुँदैछ कि हाम्रो समाजमा यो बसाइएको नोकरी पाउनुपर्ने यो कम्पिटिसनको गल्ती हुँदैछ कि शिक्षामा कमी हुँदैछ कि के हुँदैछ? सबैभन्दा मुख्य कुरो त आजको समयमा म भन्छु, नानीहरूलाई यो जीवन महत्त्वपूर्ण हो। यो जिन्दगी बाँचेका छौँ हामी, यो जीवन छ भने मात्रै हामी केही पनि गरेर खान सक्छौँ। यो श्वास बचाइराख्नुपर्छ हामीले भनेर प्रथममा नानीहरूलाई अबको समयमा जीवनको महत्त्व, नैतिक शिक्षा, जीवनको महत्त्व र यो श्वास हामीले अलिकति यो बोल्दै अलिकति अड्किएर बसेको छ होइन। यसको कत्रो ठुलो महत्त्व छ यो अड्किएर बसेको श्वास, जसलाई हामी फेर्छौँ र दिनहुँ हाम्रो दिनचर्या हामी बिताउँछौँ भनेर नानीहरूलाई सिकाउने समय आइसकेको छ। यसरी महसुस गर्नुहोस् कि त्यो लखनऊमा 15 जना भनेर देखाइयो न्युजहरूमा, त्यो नानीहरूको आमा बुबामा कस्तो बितिरहेको होला। हरेक छोराछोरी हुने आमा बुबाले महसुस गर्न सक्नुहुन्छ है। निट इक्जाम भनेको लरतरो इक्जाम होइन है। आज जेईको लागि, निटको लागि नानीहरू इन्ट्रेन्सको लागि कोचिङ सेन्टर जानु पनि एकदमै टफ भएको छ। जताततै कोचिङ सेन्टर, भारत देशैभरि कोचिङ सेन्टरको चाहिँ यति डरलाग्दो रगरगी छ। अनलाइन कोचिङ सेन्टर होस् या अफलाइन कोचिङ सेन्टर होस्, भरि भराउ छ। पैसामा पैसा होइन। नानीहरूको समयमा समय। आज यो हाम्रो हातमा जुन फोन छ नि, यो फोनमा पनि तपाईँले सट्ट यसरी अन गरेर तपाईँले चाहेको, विद्यार्थीले चाहेको हरेक कुरो तपाईँले यदि सही समय आर्जन गरेर सही समय युज गरेर हेर्नु सक्नुहुन्छ भने हरेक युवाले, हरेक विद्यार्थीले यो फोनमै पनि हरेक कुरोको समाधान। आज हामी यति सुविधावादी समाजमा बाँचिरहेछौँ र पनि आज आत्महत्या गर्ने एउटा बढ्दै हुर्कँदै गरेको, आमा बाउको ठुलो सपना लिएर हिँडेको, आफ्नो सपना लिएर हिँडेको, आमा बाउको आशा भरोसा लिएर हिँडिरहेका छोराछोरीले किन आत्महत्या गर्नु पर्दैछ? यहाँ कसको गल्ती भइरहेछ? आमा बाउको प्रेसरको गल्ती भइरहेछ त? आमा बुबाले त डाक्टर बनिनै पर्छ, त इन्जिनियर बनिनै पर्छ, त आइपिएस बनिनै पर्छ, त आइएएस बनिनै पर्छ होइन, त पाइलट बनिनै पर्छ भनेर त्यो प्रेसरले आमा बुबाको इज्जत हुने, नानीहरू राम्रो पोस्ट भयो भने आमा बुबाको इज्जत हुने कि नानीहरू एकदम अचाहिँदो कम्पिटिसनमा लागिरहेका छन् त? फल्ना कोचिङ सेन्टर गयो, म पनि, मेरो दिमागले भ्याओस् कि नभ्याओस्, म पनि त्यो कोचिङ सेन्टर गएर जसरी भए इन्ट्रेन्स पास गरेर म पनि डाक्टर बनिन्छु, म पनि इन्जिनियर बनिन्छु, म पनि पाइलट बनिन्छु भनेर कि त्यो कम्पिटिसनले यसरी अकाल ज्यान गुमाउनु पर्दैछ त? के होला यो? अचम्म लाग्छ दिनहुँ आउने यस्तो घटनाहरूले। अस्ति यो जुन रिइक्जाम गर्यो आइआइटी के अरे निटको रिइक्जामको अघिल्लो दिन पनि तपाईँहरूले भाइरल एउटा भिडियो भइरहेको थियो। मान्छे उभिरहेको ठाउँमा माथिबाट भ्वाक्क बिल्डिङबाट झरेर एउटा नानीले इक्जामको अगाडिको दिन इभिनिङमा हुनुपर्छ, फेरि सुसाइड गर्यो। त्यो आमा बुबालाई महसुस गर्नुहोस् कसको गल्ती हुँदैछ यहाँ। नानीहरू किन
यति डरलाग्दो प्रेसरमा छन्। किन प्रेसरमा छन् नानीहरू? नानीहरूलाई किन जीवनको महत्त्व बुझाइएको छैन? सबैभन्दा पहिला यो बहुत गहिरिएर सोच्ने दिन आइसकेको छ। हरेक ठाउँमा टर्चर, हरेक ठाउँमा प्रेसर, हरेक विभाग, हरेक कुरोमा आज प्रेसर र टर्चर बाहेक केही पनि छैन। किन मान्छेले जिन्दगी बाँच्ने एउटा खुल्ला स्वतन्त्र वातावरण छैन आज? किन भन्दा एउटा कुरा चाहिँ यो पनि गलत भएको छ कि पैसा सबैभन्दा ठुलो कुरो हो, नोकरी सबैभन्दा ठुलो कुरो हो, नोकरी पाउनुपर्छ। तर अर्को प्रकारले चाहिँ पैसा पनि सबैभन्दा ठुलो कुरो देखाइएको छ यो समाजमा। अनि धेरै पैसा हुनै पर्छ। अनि धेरै पैसा कमाउने दुई तरिका छ। एउटा शिक्षित भएर राम्रो यसरी इक्जाम पास गरेर राम्रो ओहदामा गएका नानीहरू अहङ्कारी हुँदैनन् पनि यदि उनीहरू मरेनन् र राम्रो पोस्टमा पुगे भने उनीहरू अहङ्कारी हुँदैनन्। पैसा सबैभन्दा ठुलो देखाइएकोमा चाहिँ कहाँ गलत भएको छ भने घोटालाबाज भ्रष्टाचार गरेर पैसा जसले कमाउँदैछ, जसले 8, 9, 10 मात्रै पढेर राजनीति गरेर पैसा कमाउँदैछ नि, उनीहरू चाहिँ पैसा मात्रै सब कुछ हो भनेर जुन यो बसाइएको छ, यसले पनि हाम्रो समाजमा नकारात्मक असर परिरहेछ। शिक्षित भएर राम्रो ओहदामा भएकोहरू त अहङ्कारी हुँदैन, तर यस्तो यो फिजुलमा पैसा जसले कमाउँछ समाजमा, उसले चाहिँ पैसै मात्रै ठुलो कुरो हो। जसले चाहिँ यो निट जस्तो इक्जाम, जेइई जस्तो इक्जाम यत्रो दिन रात वर्षौं मेहनत गरेर खर्च गरेर पढ्ने नानीहरूको दिमागमा नकारात्मकता भरिरहेछ, उनीहरूलाई प्रेसर परिरहेछ। कसैले एकदम आरामले पैसा कमाएको देख्छन् उनीहरूले। आफूहरू त्यत्रो रात दिन मेहनत गरिरहेछ, आफ्नो बुबा आमाले आफूमाथि कति आशा भरोसा लिएर बसेको छ र आफूले कति ठुलो सपना साँचेको छ, त्यो पुरा नहुँदा अन्तमा नानीहरूले मृत्यु रोज्छ। त्यो मृत्यु जुन चाहिँ उसले वास्तविक रूपमा चाहेको पनि हुँदैन। कति तडपिएर, कति मनलाई सम्झाउनु खोजेर, कति अन्तमा मर्ने उसले निर्णय लिन्छ होला। त्यो कुरोलाई गहिरिएर महसुस गर्नुपर्छ हामी सबैले। नानीहरूलाई प्रेसर नदिनुहोस्। नानी हो, हाम्रो जिन्दगी नै सबैभन्दा महत्त्वपूर्ण हो। हामीले फेरिरहेको श्वास नै सबैभन्दा महत्त्वपूर्ण हो। हामीले यो श्वास फेर्छौँ र हामी जीवन बाँच्छौँ भने हामी जसरी पनि जीवनलाई बचाउन सक्छौँ। तिमी हाम्रो लागि महत्त्वपूर्ण हो र हामी तिम्रो लागि महत्त्वपूर्ण हो भनेर आफ्नो नानीहरूलाई भन्नुहोस् है। आज यो परीक्षाहरूमा असफल हुनु मात्रै होइन, आज घरहरूमा अरू थुप्रै कारणहरूले पनि घरहरू बिग्रिरहेछ, नानीहरू बिग्रिरहेछ। नसा खान्छ आज नानीहरू ओभर पकेट मनी भएर है। नानीहरूलाई अन्धाधुन्दा पकेट मनी दिन्छ। आज नानीहरूको बुद्धि छैन। आज नानीहरू यस्तो एउटा जेनेरेसन पार गरिरहेछ। हामीले जेनजी भनेर नाम त दिएको छौँ नि, तर जेनजीहरू तातो रगत उम्लेकाहरू जस्तो छन्। अहिले तातो निर्णय लिन्छन्। जिन्दगीमा जति नै कमाउनुहोस्, जति नै शिक्षित हुनुहोस्, जति नै जे गर्नुहोस्, तर एक्सपिरियन्स, अनुभव भन्ने कुरो हरेक क्षेत्रमा लागू हुन्छ। तपाईको जीवन बाँच्नको लागि होस्, तपाईले पढ्नको लागि होस्, नोकरी गर्नको लागि होस्। नोकरी गर्दा पनि त तपाईँ बसेको दिनदेखि नै तपाईँले त जति नै पढेर जानु भएको छ भने पनि अरू सिनियरहरूको भन्दा त तपाईँ अलिकति भए नि नजान्ने नै ठहरिनुहुन्छ नि त। तपाईँले 1 वर्ष, 2 वर्ष, 1 महिना, 2 महिना, 1 वर्ष, 2 वर्ष हुँदै जाँदाखेरि तपाईँ एक्सपिरियन्स हुनुहुन्छ। त्यसरी नै हामीले जिन्दगीमा पनि हाम्रो उमेर ढल्दै जाँदा जति अनुभव बटुल्छौँ त्यतिको अनुभव यो जेनजीहरूमा हुँदैन, यो युवाहरूमा हुँदैन, सानो उमेरको केटाकेटीमा हुँदैन। हामीले उनीहरूलाई ह्यान्डल गर्न जान्नुपर्छ र त्यो ह्यान्डल गराइ गलत हुँदैछ कि, र नानीहरूले यस्तो गलत निर्णय लिँदैछन् किनभने नसा खान थाल्छन्, किनभने केटाकेटी बिग्रन थाल्छन्। जताततै आज नानीहरू हेर्नुहोस् न, खोला नाला डाँडा पाखा रेस्टुरेन्टतिर जताततै जेसुकै गरिरहेको नानीहरू आज भेट हुन्छ है, देख्न पाउँछौँ हामीले। नानीहरू किनभने यो सामाजिक सञ्जाललाई गलत प्रयोग गरिरहेका छन्, किनभने एकदम घोइरिएर पढ्ने मेहनती नानीहरू यसरी आफ्नो जीवनसँग हार खाएर मृत्यु रोजिरहेछन्। आज किन यस्तो डावाडोल भइरहेछ, कहाँ गल्ती भइरहेछ, यो कुरो हामीले गहिरिएर सोच्नुपर्छ। नानीहरूलाई प्रेसर पनि नदिनुहोस्। नानीहरू तिमीहरू मेरो लागि महत्त्व हो र हामी तिम्रो लागि महत्त्वपूर्ण हो, हाम्रो जीवन महत्त्वपूर्ण हो भन्ने कुरो। नैतिक शिक्षा, हामीले त पुस्तकको शिक्षा भन्दा धेरै नैतिक शिक्षा दिने समय आइसकेको छ। नानीहरूलाई, छोराहरूलाई, नारीहरूलाई सम्मान गर्न सिकाउने दिन आइसकेको छ र छोरीहरूलाई पनि पुरुषलाई सम्मान गर्ने, समाजमा एउटा साँचो छोरी भएर, साँचो नारी भएर अगाडि बढ्ने, सहनशील होइन साहसी छोरी भएर, सहनशील छोरी हुने होइन साहसी छोरी भएर अगाडि बढ्ने,
सिकाउन पर्नेछ भने छोराहरूलाई, छोरीहरू, नारीहरूलाई सम्मान गर्ने हैन, अनि छिटो तातो निर्णय नगर्ने थुप्रै थुप्रै नैतिक शिक्षाहरू दिन हामीले बाँकी छ। यसमा मैले यो भिडियोमा के कमी भन्नमा पनि अझै धेरै छ कुराहरू भरे भनिसकेर आउँछ मनमा। तपाईँहरूले पनि कमेन्टहरूमा थप्नु होला। हामीले यस्तो कुराहरू डिस्कस गर्नुपर्छ। एउटा घरमा फुत्त एउटा नानी हेर्नुहोस्, लकडाउनमा त्यस्तो आगोले जलेर त्यो नानीहरू तडपी तडपी मर्दा त्यो घरको आमा बुबा अभिभावकमा कस्तो बितिरहेको होला। एकजना प्यारेन्ट्सले त यस्तो पाराले भने कि छोरी रहेछ, भइ त हाल्यो घटना, के गर्नु सक्छु र म, भइ त हाल्यो, अब उसले एक्सेप्ट गर्यो, मरि त हाल्यो, मेरो छोरी कहाँ जाँदैछ उसलाई थाहा पनि थिएन अरे, कस्तो ठाउँमा यति त्यो रिपोर्टरले सोधेको क्वेसनको एन्सर यस्तो झर्किएर दियो उसले, मेरो छोरी कुन ठाउँमा ऊ बिजनेसमा व्यस्त, म नानीले भन्दैछ म कोचिङ गर्नु जान्छु, कोचिङ सेन्टर जान्छु 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 भन्दैछ, कोचिङ सेन्टर पनि खण्डहर जस्तो भाग्ने ठाउँ पनि नभएको कोचिङ सेन्टर रहेछ। अनि अब कस्तो ठाउँमा गएर मेरो छोरी कोचिङमा के अरे आफ्नो उयो गर्दैछ, आफ्नो प्रिपरेसन गर्दैछ, त्यो पनि त्यो बुबालाई थाहा थिएन हो। अनि भइ त हाल्यो घटना भनेर उसले एक्सेप्ट गर्यो रिपोर्टरको अगाडि। उनलाई मर्म त अब कति होला पीडा हैन। त्यसले गर्दाखेरि हामीले सोच्नुपर्छ यो बारेमा। हरेक घरले आफू आफू जिम्मेवारी हुनुपर्छ। आज कोही कसैको जिम्मा छैन। लखनऊमा त्यत्रो डरलाग्दो दुर्घटना घट्यो, यूपी गभर्मेन्टले जिम्मा लिन्छ? गएर यसो इन्क्वायरी गर्ला, तर त्यो छोराछोरी फर्काएर ल्याइदिनु सक्छ? आज हरेक घरको आमा बुबा सजग हुनुहोस्। यदि नानीहरूलाई सम्झाउँदै बुझाउँदै हैन, नानीहरूलाई तपाईँले सतर्क गराउँदै नानीहरू गलत बाटो जान्छन् र बिग्रिन्छन् र केही हुन्छ भने त्यसमा तपाईँले केही पनि गर्न सक्नुहुन्न, लाचार हुन्छ तपाईँ। त्यसमा तपाईँले एक्सेप्ट गर्नु बाहेक अरू उपाय हुँदैन। तर घटना घट्नु, दुर्घटना सावधान हटी दुर्घटना घटी भन्छ नि, त्यसले गर्दा सतर्कता अपनाउन हरेक घरको आफ्नो आफ्नो पर्सनल व्यक्तिगत जिम्मेवारी बनिसकेको छ। आज यहाँ कसैले कसैलाई सम्झाउँदैन बुझाउँदैन। हरेक गाउँ घर इष्टमित्रमा हेर्नुहोस्, पल्लो घरको छोराछोरी बिग्रेको देख्दाखेरि ओल्लो घर खुसी नै हुन्छ। आज यस्तो स्थिति हामी झेलिरहेछौँ। यस्तो स्थितिमा हरेक घरको छोरा आफ्नो आफन्तमा पनि आफ्नो आफन्तको छोराछोरी बिग्रिएको देख्दा, नासिएको देख्दा, फेल भएको देख्दा, तल झरेको देख्दा आफ्नै आफन्त खुसी हुन्छ। त्यस्तो समय हामीले पार गरिरहेछौँ। यस्तो समयमा तपाईँले आफ्नो घरभित्रै आफ्नो छोराछोरीलाई चाहिँ सही नैतिक शिक्षा दिनुहोस्, सही संस्कार दिनुहोस्। रात दिन छोराछोरीलाई गाली गर्ने होइन, प्रेसर दिने होइन, तर मिठो बोलीले आफ्नोपन महसुस गराएर आफ्नो जिन्दगी महत्त्वपूर्ण बनाएर काउन्सिलिङ दिइरहने गर्नुहोस्। आज त आमा बुबा नै यस्तो डरलाग्दो गलत नैतिक अनैतिक कुरोहरूमा भुलिएका छ कि नानीहरूलाई पैसा दियो बास भइगयो। आमा बुबालाई फुर्सद छैन नानीहरू के गर्दैछ कसो गर्दैछ भनेर एक कल नानीहरूलाई सोध्ने पनि फुर्सद हुँदैन। त्यो पनि कतै तपाईँको गल्ती भइरहेको त छैन भनेर एकचोटि हामीले सोच्ने समय आइसकेको छ। हातबाट नानीको ज्यान गइसकेपछि सोच्नुभन्दा चाहिँ सतर्कता पहिल्यै अपनाएको राम्रो हो। एकदमै मर्माहत भएर मैले यो भिडियो बनाएको हो। दिनहुँ यस्तो घटनाहरू आउँछ। निटको इक्जाममा नानीहरूले असफल भएर गरेको आत्महत्या पछि यसरी कोचिङ सेन्टरहरूमा जिउँदै नानीहरू जलेर मर्छ। कति यहाँ वरिपरि आत्महत्या गरे अरे, टिचरले कुट्यो अरे, कुनीले के भनिदियो अरे, आमाले के स्कुलको कम्प्लेन आउँदा आमाले एक झ्यापट हिर्काएको थियो अरे, नानीले रुम थुनेर सुसाइड गर्यो अरे, फेल भएर अर्को क्लासमा यस्तो त कति आउँछ र यसको लागि हामीले स्टेप चाहिँ बाहिर कसैले लिइदिँदैन। घरभित्रै अभिभावकले नै एउटा राम्रो वातावरण सृजना गर्नुहोस् घरभित्र, अनि मात्रै तपाईँको छोराछोरीको भविष्य पनि सुरक्षित हुन्छ, तपाईँको छोराछोरी पनि सुरक्षित हुन्छ। गर्दै पनि काम बिग्रियो भने तपाईँले त्यसलाई एक्सेप्ट गर्नु बाहेक अरू केही उपाय हुँदैन भन्दै मेरो यो भिडियोलाई यहीँ समाप्त गर्दछु। धन्यवाद, नमस्कार।